परमेश्वरले भन्छ अब तिमीहरूले बलि चढाउनु पर्दैन, पापको लागि तिमीहरूले बलि चढाउनु पर्दैन, तर यहाँनिर तिमीहरूले कर्म असल गर्दै तपाईँहरूमा जानुपर्ने छ। त्यही हो, त्यसले गर्दा धन्यवादको बलि चढाउने नै मेरो महिमा गर्छ। के को अरे? धन्यवाद। प्रभुले चाहेको तपाईँ र मेरोबाट त्यही धन्यवाद मात्रै हो, अरू केही ठुलो कुरो चाहनु भएन। किन हामीसँग सुनचाँदी प्रभुलाई दिने केही छैन, सारा सृष्टि प्रभुको हो। के चाहिँ लिएर आयो हामीले? नाङ्गे आएको आमाको गर्भमा। त्यसले गर्दा हामीले दिनु सक्ने प्रभुलाई केही पनि छैन। यति हो महिमा र संसारमा तपाईँ र मैले दिनुपर्ने त्यो प्रेम। परमेश्वरको सुसमाचार कति मिठो छ, सुसमाचार असल कुरो तपाईँ र मैले बाँड्नुपर्छ। तत्पर तयार हो भनेपछि विश्वासीलाई झन् अझै मौका पायो कि नछोड। किनभनेदेखि सत्य कुरो तपाईँ र मैले मात्रै जानेर हुँदैन, मेरो इष्टमित्र पनि बाँच्नु पऱ्यो, मेरो गाउँ छिमेक पनि बाँच्नु पऱ्यो है। र परमेश्वरले चाहिँ परिवर्तन गर्नुहुन्छ, परिवर्तन गर्नुहुन्छ हरेक कुरोबाट, सबै कुरोबाट। त्यही कारण यशाया 61 एक पददेखि हामी पढ्यौँ, त्यहाँ पाउँछौँ। मत्ती 11:28ले पनि भन्छ तिमीहरू बोझमा दबेका छौ। आज तपाईँ र म त्यो बोझबाट चाहिँ परमेश्वर निकाल्नुहुन्छ। कस्तो खालको बोझ? त्यो बोझ चाहिँ कस्तो खालको होला? बानी व्यवहारको बोझ। हेर्नुहोस् है, बानी व्यवहारको बोझ हुन्छ एउटा मान्छेको लतको बोझ हुन्छ, जाँडासीको बोझहरू हुन्छ, तासजुवाको बोझ होला, दुःख पीडाको बोझ होला, अशान्तिको बोझ होला, शान्ति छैन होला। त्यो बोझहरूबाट चाहिँ प्रभु यीशुले चाहिँ तपाईँ र मलाई छुटकारा दिनुहुन्छ। बुझ्नु भएन? तपाईँ र मलाई चाहिँ प्रभु यीशुले चाहिँ त्यो कुरोबाट छुटकारा दिनुहुन्छ। किन भन्दा चाहिँ जब प्रभुलाई हामीले चाहन्छौँ भने त्यो डर तपाईँ र मैले बोकेको हुन्छौँ। जब डरमा रहन्छौँ भने हरेक कुरो सुध्रेर जान्छ। त्यो कुरो चाहिँ त्यो चाहिँ सुसमाचार सुनाउनु आज हामी यस ठाउँमा भेला भएका छौँ, सुन्न भेला भएका छौँ। किनभने सुनाइबाट चाहिँ के आउँछ? विश्वास आउँछ भनेको छ। बुझ्नु भएन? त्यसले गर्दा तपाईँ र मलाई चाहिँ परमेश्वरले हरेक यो संसारको कुरोबाट चाहिँ छुटकारा, असल बाटो, असल वे तपाईँ र मलाई देखाउन आउनु भएको हो। तर मान्छेले धेरै यहाँनिर धर्म परिवर्तन गर्न आएको, धर्मको झगडा कहिले पनि चाहनु